चेयर, दराज, कम्प्युटर, ल्यापटप, टेलिफोन यसैमा जोड दिने हो भने व्यवस्थित अभिलेख राख्ने प्रणाली नै जिन्सी सत्ता प्रणाली हो। यिनको लागि छोपेर जिन्सी भनिन्छ भनेर सम्पत्तिलाई सम्म लिएर व्यवस्थित अभिलेख चाहिँ पहिला माइन्ड कन्सेप्ट बनाउने हो। ल हेलो साथीहरू, आज चाहिँ हामी लिएर आइसकेछौँ। आज चाहिँ हामी चाहिँ तीनवटा विषयमा चाहिँ चर्चा गर्नेछौँ। जिन्सी संस्था प्रणाली, राजस्व संस्था प्रणाली र धरोहरी संस्था प्रणाली र त्यसको अर्थ बुझ्नेछौँ। पहिला चाहिँ हामी चाहिँ सरल भाषामा त्यसको अर्थ बुझेपछि अनि चाहिँ पहिला माइन्ड कन्सेप्ट बनाउने हो। भनेको ठ्याक्कै चाहिँ हामी बुझ्छौँ जिन्सी संस्था प्रणाली भनेको के हो। ठ्याक्कै अब बुझेपछि ठ्याक्कै हामीले चाहिँ याद आउनु पर्यो वास्तवमा चाहिँ जिन्सी संस्था प्रणाली भनेको के हो, राजस्व संस्था प्रणाली भनेको के हो र धरोहरी संस्था प्रणाली भनेको के हो। र त्यसको चाहिँ इङ्ग्लिसमा भन्ने हो भने जिन्सी संस्था प्रणाली भनेको इन्भेन्ट्री एकाउन्टिङ सिस्टम, राजस्व संस्था प्रणाली भनेको रेभेन्यू एकाउन्टिङ सिस्टम र अर्को चाहिँ धरोहरी संस्था प्रणाली भनेको चाहिँ डिपोजिट एकाउन्टिङ सिस्टम। ल आज चाहिँ तीनवटा विषयमा हामी चाहिँ चर्चा गर्नेछौँ र त्यसको चाहिँ अर्थ चाहिँ बुझ्नेछौँ। अर्थ बुझेपछि मात्र हामीले चाहिँ माइन्ड कन्सेप्ट आउँछ। जस्तै इक्जाममा यो सम्बन्धी चाहिँ क्वेसन आयो, चाहे त्यसको भनेको के हो, भनेर के बुझिन्छ होइन, के बुझेर चिनिन्छ, यस्तो चाहिँ क्वेसन आयो भने हामीले चाहिँ कसरी सरल भाषामा पहिला त माइन्ड कन्सेप्ट हामीलाई थाहा हुनु पर्यो। ठ्याक्कै भनेको जिन्सी भनेको के हो, राजस्व भनेको के हो र धरोहरी भनेको के हो। ल आज चाहिँ हामी चर्चा गर्नेछौँ। यहाँ हेर ल हामी चाहिँ बुझ्छौँ आज जिन्सी संस्था प्रणाली भनेको इन्भेन्ट्री एकाउन्टिङ सिस्टम र जिन्सी संस्था प्रणाली भनेको पहिला चाहिँ जिन्सी बुझौँ। जिन्सी भनेको चाहिँ के हो, जिन्सी बुझौँ। नगद बाहेक कार्यालयहरूको स्वामित्वमा रहेका सम्पूर्ण भौतिक माल सामान र सम्पत्तिलाई चाहिँ जिन्सी भन्छ। मतलब जति पनि माल सामान भयो, भौतिक माल सामान भयो जो चाहिँ कार्यालयमा चाहिँ उपयोग हुन्छ, प्रयोग हुन्छ, त्यसलाई नै के भनिन्छ, जिन्सी भनिन्छ। जस्तै टेबल, चेयर, कुर्सी, कम्प्युटर, स्टेसनरी र सामान आदि यो चाहिँ सबै के हो, कार्यालयमा चाहिँ भौतिक माल सामान र त्यो पनि एउटा सम्पत्ति हो, एसेट छ। त्यो चाहिँ के को लागि युज हुन्छ, कार्यालयको लागि युज हुन्छ। त्यसैलाई नै चाहिँ जिन्सी भन्छ। मतलब सरल भाषामा बुझ्ने हो भने कार्यालयमा जति पनि माल सामान होइन, जस्तै टेबल, कुर्सी, चेयर, दराज, कम्प्युटर, ल्यापटप, टेलिफोन, स्टेसनरीका सामानहरू जस्तै कोपी, कलम, फाइल्स, कागजातहरू, विभिन्न डकुमेन्ट्सहरू, यो सबै चाहिँ के हो, जिन्सी हो। ल नगद बाहेक यति बुझ्नु पर्यो। नगद बाहेक भनेको पैसाको नगदी कारोबार बाहेक जति पनि नगद बाहेक कार्यालयको स्वामित्वमा रहेको भौतिक माल सामान र सम्पत्तिलाई जिन्सी भनिन्छ। यसरी बुझ्नु। नगद बाहेक जति पनि कार्यालयको स्वामित्वमा रहेका भौतिक माल सामान र सम्पत्तिलाई जिन्सी भनिन्छ। ल अब भनेको इक्जाम्पल त यहाँ छँदैछ। टेबल भयो, कुर्सी भयो होइन, दराज, कम्प्युटर, स्टेसनरीका सामानहरू जस्तै कापी, कलम, योहरू चाहिँ के भयो, जिन्सी भयो। ल अब यसैमा मिलाउने हो भने जिन्सी संस्था प्रणाली भनेको के हो, जिन्सी पहिला थाहा गर्नु पर्यो। जिन्सी भनेको के, नगद बाहेक कार्यालयको स्वामित्वमा रहेको सम्पूर्ण भौतिक माल सामान र सम्पत्तिलाई जिन्सी भन्छ। यतिसम्म क्लियर छ जिन्सी भनेको के हो। यसैमा जोड दिने हो भने व्यवस्थित अभिलेख राख्ने प्रणाली नै जिन्सी संस्था प्रणाली हो। योलाई जिन्सी संस्था यो तत्काल चाहिँ हामी नराखौँ, जिन्सी भनिन्छ र यसलाई चाहिँ एकछिनको लागि छोपेर जिन्सी भनिन्छ भनेर सम्पत्तिलाई सम्म लिएर व्यवस्थित अभिलेख राख्ने प्रणाली जिन्सी संस्था प्रणाली हो। जस्तै कुनै पनि प्रणाली भनेको के हो, त्यसको व्यवस्थित अभिलेख राख्ने प्रणाली नै के हो, जिन्सी संस्था प्रणाली हो। त्यसको व्यवस्थित अभिलेख जस्तै यसरी मिलाउन सकिन्छ। नगद बाहेक कार्यालयको स्वामित्वमा रहेका सम्पूर्ण भौतिक माल सामान र सम्पत्तिलाई व्यवस्थित अभिलेख राख्ने प्रणालीलाई जिन्सी संस्था प्रणाली हो। ल व्यवस्थित अभिलेख राख्ने प्रणाली जिन्सी संस्था प्रणाली त्यही हो। र राजस्व संस्था प्रणाली अब केमा पढौँ। राजस्व संस्था प्रणाली भनेको रेभेन्यू एकाउन्टिङ सिस्टम र रेभेन्यू भनेको के हो, राजस्व, सरकारको आम्दानी। राजस्व भनेको ठ्याक्कै माइन्ड कन्सेप्ट गर्नु, राजस्व मतलब सरकारको आम्दानी। जस्तै नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्राप्त हुने आम्दानीलाई के भन्छ, राजस्व भनिन्छ। नेपाल सरकारको चाहिँ
प्रचलित कानुनमा प्राप्त हुने आम्दानी जस्तै भयो प्राप्त हुने आम्दानी सरकारको आम्दानी कहाँबाट आउँछ सबभन्दा त मेन स्रोत चाहिँ मुख्य स्रोत चाहिँ कर हो ट्याक्स हैन कर भयो गैर कर भयो दस्तुर जस्तै अरु दस्तुर भयो शुल्कहरू भयो हैन शुल्कहरू भयो जरिवाना भयो जस्तै अब जरिवानामा यसरी बुझ्न सकिन्छ जस्तै अब बाइक चाहिँ लापरवाही कुदायो भने ट्राफिकले हैन चिट काट्छ नि त्यो एउटा जरिवाना भयो त्यो पनि त सरकारको आम्दानी भयो राजस्व भयो यसरी नेपाल सरकारको जति पनि आउने स्रोत छ आम्दानी हैन आम्दानीलाई नै राजस्व भनिन्छ र त्यसको विभिन्न स्रोतहरू छ कर भयो गैर कर भयो दस्तुर जरिवाना तथा शुल्कहरू प्राप्ति नै के हो शुल्कहरू प्राप्ति नै राजस्व हो यसरी बुझ्ने सरकारमा नेपाल सरकारलाई प्रचलित कानुन बमोजिम प्राप्त हुने आम्दानी जस्तै कर गैर कर हैन दस्तुर जरिवाना तथा शुल्कहरूको प्राप्ति नै के हो राजस्व हो र त्यसैमा अब राजस्व स्थापनाले भनेको के हो त नेपाल सरकारलाई प्रचलित कानुनले प्राप्त हुने आम्दानीको व्यवस्थित अभिलेख राख्ने प्रणालीलाई के हो व्यवस्थित अभिलेख राख्ने प्रणाली नै के हो राजस्व स्थापनाले जस्तै यो दसैँ त भनेकोमा बुझिन्छ हैन भनेर बुझ्छ यो चाहिँ जस्तैमा यसै इक्जाम्पल दियो भने अहिले के हुन्छ मतलब तपाईको कुनै पनि अर्थ बुझाउनुको चाहिँ उच्च गर्नेले पनि बुझ्छ वास्तवमा चाहिँ यो अर्थको मिनिङ चाहिँ के हो हैन यो भनेको के हो भनेर ठ्याक्कै बुझिन्छ जस्तै यो स्रोत हो राजस्वको सरकारको अर्को चाहिँ तथा शुल्कहरूको प्राप्ति नै राजस्व हो र यसैमा जोड दियो भने प्राप्ति नै राजस्व हो र यो राजस्व भइसक्यो प्राप्तिको व्यवस्थित अभिलेख राख्ने प्रणाली नै राजस्व श्रेष्ठ प्रणाली हो राजस्व श्रेष्ठ प्रणाली हो ल बुझ्नुभयो साथीहरु हेर नेपाल सरकारलाई प्रचलित कानुन बमोजिम प्राप्त हुने आम्दानीको व्यवस्थित अभिलेख राख्ने प्रणाली नै के हो राजस्व श्रेष्ठ प्रणाली हो रेभेन्यू एकाउन्टिङ सिस्टम हो ल एकाउन्टिङ सिस्टम हो ल कर गैर कर दस्तुर जरिवाना तथा शुल्कहरूको प्राप्तिको व्यवस्थित अभिलेख राख्ने प्रणाली के हो राजस्व श्रेष्ठ प्रणाली यसैमा यो भयो राजस्व जति पनि प्रणालीहरू लेख्नु छ त्यसमा हामीले एउटै कुरा एड गर्नु छ व्यवस्थित जस्तै भनेको के हो त्यो चाहिँ हामीले चाहिँ याद गर्नुपर्छ बुझ्नुपर्छ सम्झिनुपर्छ हैन तर प्रणाली जब आउँछ भने एउटै कुरा हामीलाई एड गर्नु छ व्यवस्थित अभिलेख राख्ने प्रणालीले श्रेष्ठ प्रणाली हो यसैमा राजस्व श्रेष्ठ प्रणाली भनेको के लास्टमा चाहिँ राजस्व भनेको थाहा भएपछि त्यसैमा एड गरिदिने हामी व्यवस्थित अभिलेख राख्ने प्रणालीले राजस्व श्रेष्ठ प्रणाली हो अब आउ लास्टमा धरौटी श्रेष्ठ प्रणाली डिपोजिट एकाउन्टिङ सिस्टम धरौटी श्रेष्ठ प्रणाली डिपोजिट एकाउन्टिङ सिस्टम ल धरौटी भनेको के हो जस्तै कुनै शर्त वा काम पूरा गर्नको लागि के गरिन्छ भने सरकारी कार्यालयमा चाहिँ राखिने अस्थायी रकमलाई धरौटी भनिन्छ यो रकम हो यो चाहिँ रकम कुनै शर्त वा काम पूरा गर्नको लागि के गर्छ जमानत बापत सरकारी कार्यालयमा कुनै शर्त जस्तै कुनै काम पूरा गर्नको लागि काम सकाएको छैन अहिलेसम्म तर त्यो कामको जिम्मा लिएछ गर्नको लागि जिम्मेवारी लिएको छ हैन तर उसँग पहिला अब सेक्युरिटी के हो सुरक्षा त चाहिन्छ अब त्यो काम पूरा नगरेर भागिहाल्ने हो भने भोलि गएर हैन त्यसको चाहिँ अब डिपोजिट त दिनु पर्यो मतलब कुनै काम पूरा गर्नुभन्दा पहिला त्यसको चाहिँ जति पनि रकम चाहिँ अस्थायी रूपमा पछि चाहिँ त्यसलाई त्यो पछि चाहिँ फेरि रकम चाहिँ फिर्ता गरिदिनुहुन्छ हैन
अहिलेको लागि चाहिँ त्यो जमानत बापतको जमानत बुझ्नु न, जमानतको रूपमा चाहिँ त्यो पैसा चाहिँ सरकारी कार्यालयमा राखिएको हुन्छ अस्थायी रूपमा, त्यसैले चाहिँ धरौटी भनिन्छ। जस्तै कुनै शर्त वा काम पूरा गर्नको लागि हैन, कुनै शर्त वा काम पूरा गर्नको लागि जमानत बापत सरकारी कार्यालयमा अस्थायी राखिने अस्थायी रकमलाई चाहिँ धरौटी भनिन्छ। जस्तै म यादै गराइदिन्छु तपाईहरुलाई, हेर्नु यति सर्टकट छ नि, यति इजी छ। जस्तै कुनै के शर्त वा काम पूरा गर्नको लागि हैन जमानत बापत के गर्ने, राखिने अस्थायी रकमलाई जमानत बापत सरकारी कार्यालयमा, कहाँ राखिने, सरकारी कार्यालयमा राखिने, यो पनि छुटाउनु भएन, कहाँ राख्ने, सरकारी कार्यालयमा राखिने अस्थायी रकमलाई चाहिँ अस्थायी रूपमा राखिने रकमलाई धरौटी भनिन्छ। कुनै शर्त वा काम पूरा गर्नको लागि जमानत बापत सरकारी कार्यालयमा राखिने अस्थायी रकमलाई चाहिँ धरौटी भनिन्छ। यसैको चाहिँ धरौटी संस्था प्रणाली भनेको के हो, जस्तै डिपोजिट एकाउन्ट सिस्टम भनेको के हो, म अघि नै भनेको थिएँ हैन, अघि नै भनेको तपाईहरुलाई। यसैमा प्रणाली सोध्यो भने, संस्था प्रणाली सोध्यो भने धरौटी संस्था प्रणाली हामीले एउटै कुरा जोड्नु छ। धरौटी कुनै शर्त वा काम पूरा गर्नको लागि जमानत वा सरकारी कार्यालयमा राखिने अस्थायी रकमलाई चाहिँ धरौटी भनिन्छ। यति बुझ्यो। धरौटीको व्यवस्थित, यो चाहिँ व्यवस्थित अभिलेख राख्ने प्रणाली नै धरौटी संस्था प्रणाली हो। धरौटी संस्था प्रणाली हो। ल आज चाहिँ हामी तीनवटा टपिकमा चाहिँ चर्चा गर्यौं। यो चाहिँ जीसी संस्था प्रणाली, मतलब इन्भेन्ट्री एकाउन्टिङ सिस्टम, अर्को चाहिँ राजस्व संस्था प्रणाली, रेभेन्यू एकाउन्टिङ सिस्टम, लास्टमा चाहिँ धरौटी संस्था प्रणाली, डिपोजिट एकाउन्टिङ सिस्टम। र यसका उद्देश्यहरू मैले चाहिँ यस तरिकाले बनाएको छु नि। जस्तो मैले चाहिँ यसको उद्देश्य चाहिँ तीनटैको एउटैमा छ उद्देश्यहरू, त्यो चाहिँ हामीले चाहिँ नेक्स्ट भागमा कुरा गर्ने छौं हैन। ल अहिलेको लागि चाहिँ नेक्स्ट भागमा पार्ट 2 मा चाहिँ मैले यसको उद्देश्य बनाएको छु, जो चाहिँ जीसी संस्था प्रणाली र राजस्व संस्था प्रणाली र धरौटी संस्था प्रणाली तीनटैको चाहिँ एउटै उद्देश्यले काम हुन्छ। तीनटैमा त कुनै उद्देश्य एक्जाममा सोध्यो भने एउटै लेख्दा हुन्छ। यस तरिकाले चाहिँ मैले चाहिँ नोट बनाएको छु। ल यो चाहिँ नेक्स्ट भाग 2 मा, अहिलेको लागि चाहिँ गुड नाइट साथी।